मुस्ताङ जाने बाटो जस्तै छ त अनि हामी चाहिँ यहाँ डाँडै डाँडा जाँदैछौँ कालोमा छौँ होइन गाइज वेलकम टु माई न्यू भ्लग होइन गुड मर्निङ गाइज सो आज चाहिँ 10 गते गाइज होइन मेरो रिपोर्ट चाहिँ भोलि आउँछ अनि हिजो चाहिँ मैले भ्लगहरू बनाइनँ केही पनि सो यहीँ रुममै बसिरहेको थिएँ सो आज चाहिँ हामी 4-5 जना केटाहरू सो त चौबारतिर होइन जान्छौँ भनेको घुम्नलाई अब कस्तो छ ठाउँ होइन हजुरहरू भिडियो लास्टसम्म हेरिदिनु होला है गाइज हामी चाहिँ 10 जना छौँ यहाँ हाम्रो भरत दाई हुनुहुन्छ अनि कविराजजी हुनुहुन्छ होइन सो हामी चाहिँ यताबाट यो भैँसेपाटीदेखि सिधै यता आएको छौँ सिधै होइन यो चाहिँ के हो सो हामी चाहिँ यता माथि आइसक्यौँ यो ठाउँलाई चाहिँ मगर गाउँ भन्दो रहेछ होइन यही हो होइन चोबार भनेको चाहिँ हामी अनि त्यहाँबाट आउँदा मुस्ताङ जाने बाटो जस्तै छ त अनि हामी चाहिँ माथि आइसक्यौँ बबाल देखिँदैछ धुलो आयो हामी चाहिँ चौबारतिर जाँदैछौँ माथि आइसकेको छौँ हामी चाहिँ हामी चाहिँ अहिले यहाँ भैँसेपाटी भन्ज्याङ भन्ने ठाउँमा आइसकेको छौँ यताबाट जाने बाटो छ भन्दैछन् केटाहरू यो चाहिँ भैँसेपाटी त भैँसेपाटी नै हो तर भन्ज्याङ अरे यहाँबाट तल जाँदैछौँ होइन यस्तो ओह्रालो रहेछ क्या फेरि सिधै ओह्रालो रहेछ क्या मस्त अलि धेरै बनाइदिनु पर्यो कि आम्लेस भने 2 4 6 8 10 जना 9 जना त यही भइन्छ होला फेरि यहाँ चाहिँ कम्पनी रहेछ एउटा होइन कारको कम्पनी त्यस्तो खाले धेरै कम्पनी भएको नेपालमै जब पाइन्थ्यो होइन यहाँ चाहिँ बागमती नदी हो कि कुनै एकदमै कालो चाहिँ ढलको पानी हो क्या पनि पुरै एकदम ओह्रालो छ त्यहाँ रहेछ काटेको ठाउँ होइन त्यहाँ चाहिँ गाइजहरू होइन यहाँ चौबार आइपुग्यौँ चौबारै त हो यही छ हेर्न सक्नुहुन्छ होइन यो पहाड काटेको अरे यो यहाँ चाहिँ फरेनरहरू पनि आउँदो रहेछ हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै ढल मिसिएर क्या है हामी चाहिँ अब माथि चढ्छौँ हामी चाहिँ यताबाट जाँदैछौँ ए जल विनायक चोबार केटा जल विनायक
हामी चाहिँ माथि चढ्दैछौँ यतैबाट होला जहाँनिर बोर्ड छ त्यसैको तल यति धेरै फोर बोर्डमा लेखिरहेको छ फोर गर्न मनाइ फोरै फोर माथि आइसक्यौँ त्यही पनि अझै माथि नै छ मञ्जुश्रीको यहाँ त्यो छ प्रतिमा होइन मूर्ति छ मञ्जुश्रीको प्रतिमा टिकट पनि काट्नुपर्ने रहेछ पुरै गहिरो छ यो पानी अलिअलि रोल पानी बग्दैछ त पनि बागमती हामी चाहिँ यहाँ आइसकेको छौँ माथि अनि यहाँभित्र छिर्नलाई 50 रुपियाँ रहेछ बाहिर सबै देखिहालिन्छ होइन त्यहाँभित्र गएर के भन्नु हामी चाहिँ यहाँ माथि छौँ यहाँ चाहिँ मञ्जुश्रीको त्यो छ प्रतीक होइन हामी चाहिँ माथि छौँ डाँडामा होइन ल्यापटप लिएर आउनु पर्ने रहेछ 4-5 लाख हुन्थ्यो कि होइन हिजो एकदम धेरै हामी चाहिँ माथि छौँ डेटिङ स्पट रहेछ यो त है हामी चाहिँ यहाँ डाँडा जाँदैछौँ कालोमा छौँ होइन खतरा ठाउँ रहेछ यहाँ चाहिँ त्यहाँबाट यता आइसक्यौँ हामी चाहिँ केटाहरू अगाडि हिँड्दैछन् बबाल छ ठाउँ चाहिँ डेटिङ स्पट चाहिँ होइन ललितपुरको उता अपार्टमेन्टहरू होला उतापट्टि अर्को डाँडा छ प्लेन उड्दैछ माथि गाइज अहिले चाहिँ हामी यहाँ माथि छौँ डाँडामा छौँ अनि फोटो सुट हुँदैछ केटाहरूको यतातिर होइन यतातिर गुम्बा जस्तो लाग्यो मलाई गुम्बै होला गुम्बाकै टाइप छ है सो यहाँ फोटो सुट हुँदैछ हाम्रो छिङ्गुहरू यतातिर पुरै पोज दिइरहेको छन् गाइज माथि आइसक्यौँ यता झन् अग्लो रहेछ ठाउँ माथि आइसक्यौँ यहाँ गुम्बा छ होइन नो एन्ट्री लेखेको थियो हामी गएनौँ तर गेट चाहिँ खुल्लै थियो त्यहाँ सोधेको भए जान दिन्थ्यो होला सायद जस्तो लाग्यो मलाई अरू ठाउँमा त दिन्छन् यो काठमाडौँ सहर पुरै देखिँदैछ उतातिर के भएको त्यो प्रदूषण भयो के हो वायु प्रदूषण उतातिर पुरै एकदम कस्तो छ त यता माथि गुम्बाबाट सहरको बाटो हुँदै हिँड्दै जाँदैछौँ त्यहाँ पर छ पुल चाहिँ त्यहाँ पर देखिँदैछ हामी चाहिँ यहाँ बल्ल बल्ल पुलमा आइपुग्यौँ सौता पहाडको टुप्पोबाट हिँड्दै हामी आएको यो पनि बागमती पुलै हो यो चाहिँ यतातिर किर्तिपुरतिरको हो उताबाट आएको टावर त उता रहेछ
त्यो टावरतिर जानु हो। यो बागमती नदी हो, एकदम फोहोर है। उतापट्टि चाहिँ झुलुङ्गे पुल रहेछ, हामी चाहिँ यतैबाट गएको। हामी त उता जानुपर्ने होइन र, पिल चाहिँ यहाँ छ होइन, त्यहाँ पाइपबाट पनि लिक हुँदो रहेछ पानी। हामी चाहिँ गाइज अहिले धोबी घाट आइपुग्यौँ हिँड्दै हिँड्दै। अब यहाँबाट बस चढ्ने होला सायद, बस चढेरै जानुपर्छ होला। यति नजिकै त रहेछ अब है। जाउँ जाउँ। हामी हिँड्दा हिँड्दा एकान्त कुनाको आकाशे पुलमा आइसक्यौँ होइन। अब त्यहाँबाट चाहिँ बसमा चढ्नुपर्छ होला। त्यो पहाड गाइज हामी चाहिँ बल्ल बल्ल यहाँ होमस्टेमा फेरि आइपुग्यौँ। अहिले चाहिँ 4 बजिसक्यो।